नेपाल प्रहरीका सकल दर्जाका कर्तव्यपरायण प्रहरी कर्मचारी साथीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी परिवार तथा अमर प्रहरीका परिवारजनमा संगठन प्रमुखको हैसियतले 70औं प्रहरी दिवस 2082 को शुभ अवसरमा व्यक्तिगत तथा व्यावसायिक सफलता, पारिवारिक सुख समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। प्रहरी ऐन 2012 जारी भएसँगै हाम्रो संगठनको विधिवत स्थापना भएको अवसरमा सगौरव मनाइँदै आएको प्रहरी दिवसको 70औं संस्करणको यस घडीमा निष्ठापूर्वक जिम्मेवारी वहन गर्दा आफ्नो जीवन उत्सर्ग गर्नुहुने नेपाल प्रहरीका अमर तथा वीर सपुतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। अमर प्रहरीका परिवारजन एवं सन्ततिप्रति उच्च सम्मानका साथ हार्दिक समवेदना प्रकट गर्दै सम्पूर्ण घाइते तथा अशक्त प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै जीवनको ऊर्जाशील उमेरको रगत र पसिनाले संगठनलाई सिञ्चित गराई सेवानिवृत्त हुनुभएका समस्त अग्रजहरूप्रति हार्दिक कृतज्ञता र उच्चतम सम्मान व्यक्त गर्दछु। यही भाद्र 23 र 24 गते भएका अप्रिय घटनाहरू पश्चातको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प हामीसँग छैन। यसर्थ कुनै घटनाक्रमबाट हतोत्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न तथा तमाम अभाव र कठिनाइका बावजुद नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशित गर्दछु। यसै सन्दर्भमा सोही घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितिहरूमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनर्निर्माणमा आम जनसमुदायबाट प्राप्त भएको सहयोग र सहृदयताका लागि पनि समस्त नागरिकहरूमा हार्दिक आभार व्यक्त गर्दछु। यो स्वस्फूर्त सहयोगले प्रहरीका भवनहरूको पुनर्निर्माण सँगै प्रहरी कर्मचारीहरूको मनोबल पनि उच्च भएको छ। आजको यस विशेष दिवसमा विगतका वर्षहरूमा भए गरेका कार्य सम्पादनका त्रुटिहरूलाई सच्याउँदै असल अभ्यासहरूलाई निरन्तरता दिँदै आगामी दिनहरूमा संगठनभित्रको भातृत्व भाव थप सुदृढ बनाई कानुनको कार्यान्वयनमा दृढ सङ्कल्पसहित निर्दिष्ट